ठिक अङ्कलको रुममा चाहिँ यता चाहिँ म सुत्छु अनि यहाँ चाहिँ अङ्कल अनि यो रुममा पुरा सब सामान राखिदिने हो किचनहरू सब यहीँ केही सागसब्जी उता कपडा सपडा त्यही रुम हो बवाल छ रुम राति यही सुने गर्छु मेरो ठिक्कमा भाउजूकोमा जानु रेडी भइसकेको छु सामानहरू पनि बनाइसकेको छु ल उहाँ लग्नलाई मेन चार्जर इम्पोर्टेन्ट अनि हिजो खाना अङ्कलको लागि टिप्पणमा ल्याएको थिएँ नि त त्यो भएर खाना इम्पोर्टेन्ट अनि अब हामी लाग्छ त है जाँदै हो कपसहरू पनि हुनुहुन्छ र त्यही बागमतीको कुरा छ अनि यहाँ पुरै गएको छु र कमले यहाँदेखि 2-3 किलोमिटर हिँड्नुपर्ने हुनेछ र अगाडि टिक्क क्रस फायरको ग्यारेज छ एरोप्लेन आउँदैछ त पार्कको भित्र जाने एन्ट्रेन्स भेट्दै थियो र मैले एन्ट्रेन्स अब पार्कभित्र जानु पऱ्यो नि त गाइस यस्तो बागमती नदी छेउ जानु पऱ्यो नि त अब यहाँको हल्का एक दुईवटा यस्तो भ्यू बनाउनु पर्छ अनि ठिक्क म चाहिँ ठिक्क यो बागमती छेउ हिँड्नुपर्ने हुनेछ यो चाहिँ बागमती रिभर अनि यो चाहिँ के रहेछ त्यो थाहा भएन राति चाहिँ कुत्राले बत्ती बोल्छ मतलब राति आएपछि हजुरहरूलाई देखाउने छु र त्यही हो पार्कको छेउ चाहिँ बागमतीको यस्तो चिलमा हिँड्यो काठमाडौँ आएर पनि के गर्ने घुम्नु पनि पऱ्यो अब घुम्ने भ्लग पनि आउँदैछ केही दिनमा ठिक्क अहिले मैले मतलब आएको दिनको मतलब एरोप्लेनको आएको माई फर्स्ट एरोप्लेन भ्लग भनेर म चाहिँ ठिक्क कोटेश्वरको पुल हो कि उ त्यो कोटेश्वरको पुल हो गाइज कोटेश्वरको बालकुमारी तलतिर बालकुमारी भन्छन् र फोहोरहरू फाल्ने ठाउँ उता माथि कोटेश्वरको हाइवे र अब मेरो सोच भन्दै हाइवेमा जानुभन्दा त म तलैदेखि त्यहीँदेखि छोटो पर्छ र हाइवेमा जानेछु हेर्नु होला देखाउने छु हजुरहरूलाई त्यसरी पनि हेर्नु होला अगाडि बालकुमारी यहाँ पुरा फोहोरहरू फाल्ने गर्छन् पुरा सबैजना कोटेश्वरमा हामी चाहिँ त्यहाँ बसहरू पुरा लागिरहेछन् र हामीले यहाँदेखि जानुपर्ने हुन्छ यो गेटदेखि ठिक्क अगाडि गएर देखाउनु छ त पुरा फुट्छ त्यो भित्र फुट्छ ठिक्क यो बाटै बाटो हामी जानुपर्ने हुनेछ ठिक्क दाइकोमा पुगिसक्यो